चट्टानमाथि अब हामी खानाको लागि चढ्दैछौँ। ताते पञ्चमी कोइना हामी खनके पथा लगाएको छ चट्टानमा आइपुगेछ। टाइम जुकुमा पुगेर एकदम मिठा गौरी मांस जुकुमा आएर हामी सबैले हामीले आफ्नो आफ्नो डिसेसहरू बनाएर लिएर आएको। स्पेसली डिकनहरूले त के बनाउँछ र श्रीमतीहरूले बनाएर चाहिँ पठाइदिएको थियो यी भेराइटिज डिसेसहरू। हजुर हाम्रो डिकनज्यूहरू धन्यवाद दाजु। अलग प्रेसर थाका मान्छे तेल खानाले शान्ति नहुँदो पुरा बिजी छ हाम्रो सेक्रेटरीज्यू भाइ, हाम्रो हजुरज्यू मनोजज्यू, हाम्रो राजन भाइ, अनि हाम्रो बुहारी चाहिँ यसो हेरिदिँदा राम्रो। किन गएको छौ बत्तु? हातले नभएर मासुले पेट भरिने पर्यो। सबै भेराइटिज जस्तै मांस कमसे कम मांस तो आनिसिँदै कुन प्रकार मैला बनाइदिएको न उनीले भिडियो चाहिँ आउने भेराइटिज भएको छ यहाँ। हजुर हजुर थुप्रै भेराइटिज थुप्रै छ। मिसेसहरूलाई धेरै धेरै धन्यवाद दामी दामी बनाएर थ्याङ्क यू। यो जग्गामा हाम्रो आधा टिम बसिरहेको छ। अनि त्यो बाटो यसो हुँदै हुँदै हामी यहाँ यो ओह्रालो बाटो यसरी आउँदै आउँदै अब हामी क्रुजतिर हामी पुग्न आँटेको छ। साथीभाइहरू हिँड्दैछ। हजुर पुग्नलाई गाह्रो छ, धेरै गाह्रो जीवन छ। यस बाटो छ त्यसलाई जीवन मयौँ भनेर रमेशले भन्नुहुन्छ। फाइनली हामी क्रुजको फेदीमा आइपुग्यौँ। हामीले हाम्रो मन्जिल चाहिँ मिसन चाहिँ पुरा गर्यो। क्रसमा पुग्ने भने थियो, हामी पुग्यो। यस प्रब्लम हाउस। अब हो गया मजा। हामी क्रुजमा पुगेर अब हामी फर्किँदैछौँ। त्यसले गर्दाखेरि यस अब तलको भ्यू हेर्न एउटा मजा रहेछ। हामी यहाँ खुसी लाग्ने जग्गा, एकदमै दामी ठाउँ। तल पनि हेर्दै हिँड्नुहोस् साथी हो। अब फेरि जाने बेलामा फेरि लडी पठाला हाम्रो पार्टीहरू बसिरहेछ। क्रुजदेखि अब हामी फर्किँदैछौँ। अब यतापट्टि यो तल यहाँ रहेछ नि भ्यू एउटा हेर्नुहोस् त। यो तलको खोला भुँगेको यहाँ हेर्नुहोस् जुकुको यो माथिदेखि हामीले ड्रोन भ्यू जस्तै, तर ड्रोनको चाहिँ होइन यो जति पनि छ योहरू चाहिँ नदीहरू हो। आकाशमा पनि हेर्नुहोस् हलचल भइरहेको छ। एकछिन है ल दाजु।
फुल गर्दाखेरि उता आकाशमा पनि हेर्नुहोस् बादलहरू उडिरहेको छ एउटा पहाड यता चाहिँ माथि थुम्का घर जस्तो देखिन्छ त्यो चाहिँ यो ढुङ्गाहरू केफ हो त्यहाँनिर चाहिँ आकाशलाई पनि मैले छुएँ यी बादललाई दमली कुरो छ कमल छिटो आउनु छोडिन्छ हेर न हेर सृष्टिको सुन्दरता यही रहेछ यसलाई बनाउने तपाईहरुले रुख देख्दै गरेको चाहिँ यहाँ देख्दै गरेको हुनुहुन्छ यो रुख चाहिँ एक समयमा यहाँ आगो लागेको थियो एकदम भयंकर रूपले आगो लागेकोले गर्दाखेरि चाहिँ यो रुखहरु चाहिँ सबै त्यति बेला जलेको त्यति बेला धेरै हेलिकप्टरदेखि पनि पानीहरु हानेर चाहिँ जसो तसो यो रुखहरुलाई चाहिँ आगोलाई चाहिँ निभाएको थियो हेर्न सक्नुहुन्छ यो एउटा इतिहास हो यहाँ आगो लागेको चाहिँ गाइस हामी अब यो पुलदेखि अब फर्किँदैछौँ अब हामी अहिले टाइम कति हुँदैछ अहिले 12 बज्न आँट्यो हामी त्यो क्रस पोइन्टसम्म पुगेर अब हामी यहाँ माथि बेस क्याम्प छ बेस क्याम्पतिर जाने